नेपालको नयाँ सरकारले हालै एउटा ठूलो घोषणा गरेको छ। 10 वर्षभन्दा बढी समयदेखि चल्तीमा नरहेको डोर्मेन्ट बैंक खाताहरूको पैसा अब सरकारले लिने भएको छ र मुख्य कुरा के हो भने उनीहरूलाई यसो गर्ने अधिकार छ। तर यो योजनालाई वास्तविकतामा उतार्न सरकारले एउटा मात्र होइन, दुईवटा छुट्टा-छुट्टै कानुनी परिवर्तनहरू गर्नुपर्ने हुन्छ। सरकारको 100 बुँदे कार्ययोजनाको बुँदा नम्बर 78 मा भनिएको छ, 10 वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका खाताहरूको विवरण सङ्कलन गर्ने र कानुनी प्रक्रिया पूरा गरी दाबी नपरेका रकम राज्य कोषमा ल्याउने। यहाँ कानुनी प्रक्रिया भन्ने शब्द निकै महत्त्वपूर्ण छ। सरकारले मन्त्री परिषदको आदेशले मात्र तपाईँको पैसा लिन खोजिरहेको छैन। उनीहरूलाई थाहा छ कि यसका लागि कानुन नै बदल्नुपर्छ। धेरैले नबुझेको कुरा के छ भने नेपालको बैङ्किङ ऐन बाफियाको दफा 112 अन्तर्गत अहिले दुईटा समस्या छन्। पहिलो परिवर्तन। वर्तमान कानुनले 20 वर्षसम्म निष्क्रिय रहेको रकम मात्र चलाउन दिन्छ, 10 वर्ष होइन। संसदले पहिले यो समय सीमा घटाउनुपर्छ। दोस्रो परिवर्तन, जसको बारेमा कसैले चर्चा गरेको छैन। 20 वर्षपछि पनि त्यो पैसा सिधै राज्य कोषमा जाँदैन, त्यो नेपाल राष्ट्र बैङ्कको बैङ्किङ विकास कोषमा जान्छ। त्यसैले बदल्न अर्को छुट्टै कानुनी संशोधन आवश्यक छ। सरकारले यी दुई फरक कुराहरू सच्याउनु पर्ने देखिन्छ। अब कुरा गरौँ यी दुवै कानुन कस्तो हुनुपर्छ त। छिमेकी देश भारतकै उदाहरण हेरौँ। भारतीय बैङ्कहरूले 10 वर्ष वा बढी भएका निष्क्रिय रकम सेन्ट्रल ब्याङ्कले मेन्टेन गर्ने फन्डमा ट्रान्सफर गर्छ। तर त्यो पैसामा 3% ब्याज थपिरहन्छ र त्यो पैसाको मालिक अथवा उसको लिगल हेडले जुनसुकै बेला पनि पैसा क्लेम गर्न सक्छ। फिर्ता पाउने यो अधिकार कानुनमै लेखिएको हुन्छ। नेपालको नयाँ कानुनमा पनि यही ग्यारेन्टी हुनुपर्छ। यदि त्यसो भयो भने यो एउटा जायज सुधार हो। तर यदि भएन भने यो संविधानको धारा 25 राइट टु प्रोपर्टीको सिधा उल्लङ्घन हुनेछ। संसदले नाग्न नहुने लक्ष्मण रेखा यही हो। त्यसैले यो पैसा रातारात कतै जानेवाला छैन। तर जब यी विधेयकहरू संसदमा पुग्छन् तब तपाईँले दुईटा कुरामा ध्यान दिनुहोला। ती दुईवटा कानुनी संशोधन र तपाईँको पैसा बिना कुनै शर्त फिर्ता पाउने अधिकार। के तपाईँलाई विश्वास छ सरकारले यी परिवर्तनहरू सही ढङ्गले गर्नेछ? आफ्नो विचार कमेन्ट गर्नुहोला। फलो अस फर मोर।